सुरु भयो हाम्रो ब्लग। मम्मी चाहिँ तर त्यो अर्जब त हुन्छ। मम्मी अलि विश्वस्त हुनुहुन्छ दाँतले गर्दा। अस्वस्थ हो कि विश्वस्त हो के भन्छ हौ? यो हाम्रो डेन्जर केटी हो। ल सुरु यहीँबाट भयो। ए बिरालो नदेखा भनेर बिरालोले हेरिरहेको। ल ल ल ल धन्यवाद। हम लोग जा रहे हैं। मम्मी को तो गालो क्या अलि घटे है। यो हाम्रो बेलाउती यहाँ छ क्या यार। खै यत्नै चिमा मैले भेटाइसकेँ यार। यतिको त दामी हुन्छ खाना त। ल सब युनि भयो यार। यो भुटा एउटा पाके छ त्यहाँ। ऊ त्यहाँ पाके छ है। म त भइसक्यो। लोल छ है यहाँ पाके छ। ल यो त सङ्खतरा अमिलो भोकी सबैको ठाउँ छ हाम्रो। बहिनी हाम्रो रजिना मेस्सी छिन्। भुइँ कटरको बुटो यस्तो हुन्छ है गाइस। यहाँ त हाम्रो त अझै उतापट्टि यतापट्टि छ। यो चिउरीको बुटो यो है। चिउरी यो फले है अलि फुले छ। यो चिउरी भन्ने चाहिँ थाहा कि थाहा छैन तिमीहरूलाई? थाहा नभए पनि थाहा नपाऊ। यो चाहिँ अमिलो। यो चाहिँ मुसलनेडी भन्छ हाम्रो। चाहिँ हाम्रो खेत हो। लाटाको खेत भन्छ यो। अहिले त हिँड्ने बाटो पनि बाटिन लागिसक्यो। यो चाहिँ हाम्रो लाटा घर। यहाँ अङ्कलहरू घर छ। यो नि हामीले चाहिँ किनेको। यहाँ सबै यो खेत चाहिँ ल सबै हाम्रो। सबै त नभनौँ 2-3 घरको मात्र हो यो खेत चाहिँ हाम्रो है। ल यो देखिएको टुप्पो चाहिँ इस्माकोट हो। इस्मा यो तलतिर चाहिँ यो बजार जस्तो देखिएको मैदान हो। यता पाकेटरी है। पाकेटरी किन त्यहाँ चाहिँ बुझाए तिमीहरू। यहाँ ओरेल कोलो छ। यो पोल्न चाहिँ सकेको छैनन् है। कालो ओरेल भने रहेछन्। तर यो मेन हाँगा नै साइडको हाँगा लगाएको छ नि। यो रातो ओरेल हो है। कालो ओरेलले चाहिँ मेन हाँगामा लाउँछ। रातो ओरेलले चाहिँ साइडको हाँगाहरूमा लाउँछ क्या। मेन भन्नाले मेन यो मेन उसमा के भन्छ हौ। हाम्रो यहाँ घाँस काट्न सुरु भइसकेछ। अब मेरो लागि एउटा दनाती छ। अब दादाले कसरी काट्छ यहाँ हेर है तिमीहरू। हामी त्यहाँदेखि सुरु गरेर यहाँ आइसकेका छौँ है। अब हामीलाई पुग्ने अवस्थामा आइसकेछ। ल अब यो त्यहाँसम्म भ्याएपछि हामी जान मिल्यो। यहाँ त तिर्को भर लाग्दैन। मैले पठाउ तिर्को भने हो नि। मैले सन्जीप भन अरू तिर्को कसैको भर लाग्दैन कि मलाई त। यो हात काट्दाखेरिको रेडीमी यो लाग्यो भने बनमारा मिचेर लाग्यो भने औषधि हुन्छ। मिचेर लाउने हो। अलि रत के गर्छ मम्मी? बसाल्छ को त चर्दा सके तर सबै काटेको दुखेछ। हुन्छ चरा तन्सी सिम छ टेप त तन्त चाहिँ उलास भयो। बुवालाई तकले भन्ने रे घाटा त अब रुकेको छैन।